हेलो सबैजनालाई। यो चाहिँ हामीले अहिले बस्न लागेको घर हो। हामी चाहिँ यहाँ यो घरमा धेरै भयो त नबसेको मान्छे। यो दाइको ससुराली घर। अनि यहाँ चाहिँ पुरै यो के भन्छ परेवा मरेर पुरै पानीमा थियो हैन। यो पुल पनि सफा नगरेको पुरै गनाएको छ हैन। आज चाहिँ हामी यसलाई सफा गरेर अलि हेर्न लायकको। यहाँ चाहिँ यो धेरै रुखहरू फुलहरू टन्नै छ नि त दायाँ बायाँ। माथि वालतिर पनि टन्नै फुलहरू छ। त्यो फुलहरू के अरे त्यो पात झरेर पुरै पत्तै पात भतेको। हेर्नु कति छ पातहरू पुरै पात छ। कति लगभग 2-3 वर्षै नबसेको। तर कहिले काहीँ आएर मान्छे बस्ने भयो। तर मान्छे मात्रै बस्ने। तर यो दायाँ बायाँ के अरे सफा नगरेको भएर चाहिँ धेरै फोहोर थियो कि यहाँ। फाइनल्ली हामीले यो सफा गरेर भ्याएको छौँ। यो माथि अनि दाइले चाहिँ तल पुल सफा गरिरहनु भएको छ कि। पानी झिकेर मोटरले तानेर फाल्यो। मैले चाहिँ यहाँ तल त्यो माछाको पोखरी यहाँ सफा गरेको थिएँ। टक्क यस्तो भयो पुरै परेर थियो पोखरी। दाइले चाहिँ यहाँ सफा गर्दै हुन्थ्यो पानी फालेर। हामी यो सफा गर्दा गर्दा अँधेरो भइसकेको थियो। पानी फाल्दा सफा गर्दै पानी फाल्दै सफा गर्दै पानी फाल्दै लास्ट भइसक्यो। अँधेरो भइसक्यो। आजलाई यति नै। भाउजूले लाइट बालिदिनु भयो। दाइले चाहिँ पानी तानिरहनु भएको छ कि यता होइन। म चाहिँ यता भिडियो बनाउँदै थिएँ। दाइले पानी तानिदिनुहुन्छ। लगभग सफा गरेर भ्याइसक्यो पुल। यो पानी तान्न मात्रै बाँकी। आजलाई यति नै बाँकी। अर्को भिडियोमा Keep watching. Thank you.